सब्स्क्राइब गरिदिनु ल भिडियो हजुर ए ल है त वेलकम टु माई युट्युब च्यानल इट्स मी राणा मोटु ब्लग आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला है म पनि राम्रै छु यो चाहिँ त्रिशुली खोला हो है गाइस त्रिशुली खोला तर अहिले चाहिँ सुकेको छ अब यहाँ यो कुन ठाउँ रहेछ हौ निदबिए के भन्ने ठाउँ रहेछ यहाँदेखि हिँड्दैछु स्टप होटेल पनि रहेछ यहाँ के पो रहेछ धादिङै भन्ने रहेछ त यता पनि धादिङै रहेछ नुहाबाट होला भनेको गाइस म चाहिँ अब हिँडेको है त यो बाटो चाहिँ एकदम डेन्जर छ यो राम्रो छ यो चाहिँ उता केरुङ नाकाको बाटो हो यो चाइनाको लागि बनाएको बाटो हो है यो चाहिँ त्रिशुली खोला हो तर अहिले सुकेको छ त्रिशुलीको यो मोनतिर पर्छ है तल त डेन्जर ठुलो छ होला यहाँ चाहिँ सानो छ सानै छ सुकेको छ खोलाहरू चाहिँ यतातिर यस्तो लागेको छ गाइस कतिको स्पिड छ भन्ने कुरा हेर्न मिल्दैन मेरो बाइकमा मिटर हिजो मिटरै पड्किरह भनेको ब्लड गाइस बाख्राहरू पनि रहेछ त्रिशुली खोला हो यो चिसो जाँदाले मन लाग्यो गाइस जाँदाले मन लाग्यो गाइस त्रिशुली खोला हो है त्रिशुली खोला हो यो त्रिशुली नदी पुल त्रिशुली रिभर भनेको छ ब्रिज यस्तो छ यहाँ यही हो त्रिशुलीको खोला यो मोनहरू चाहिँ यस्तो छ यो माथि चाहिँ सानो छ हो माने मेरो भोजन गुरु बेमसी देखाउँछु तपाईँको छ खोला तर्दाखेरि मद्दत पर्नुपर्छ नि भन्ने बाँकी निर्णयहरूको भनाइ छ गाइस अब त रन्किने हो नि त्यहाँबाट म चार्ज कति हुन्छ जति हुन्छ त्यति हो अब घर गएर राख्नु नि हो घरतिर अझै मेरो गन्तव्य त भर्खरै सुरु हो यो त टाढै छ मेरो गन्तव्य है एकदमै टाढो छ मेरो गन्तव्य भर्खर अब उज्यालो हुनुन्जेलसम्म चाहिँ मैले यता ठुलो मेन रोड छुनु पऱ्यो भन्ने मेरो टार्गेट हो किनभने यो अहिले जङ्गल बाटोहरू आउँदैछ है यतिखेर चाहिँ अलिकति बाघ भालु ल्याउँछ भने भन्छ है यो ठाउँमा त्यही भएर मैले गोर्स्याङ यही बाटो हो काठमाडौँबाट यही बाटो हो यो हजुर किन्नु पऱ्यो हजुर ए ल है त हस् धन्यवाद पछि जाने होइन यो ठुल्ठुलो बाटो लाग्ने ए हस् ए हस् हजुर धन्यवाद ए हस् हजुर है ल साथीहरूले चाहिँ यो ब्याकग्राउन्ड देख्नु भएको छैन होला म चाहिँ यतातिरको ब्याकग्राउन्डहरू हेर्दैछु है देखाउँदैछु तपाईँहरू युट्युब च्यानलमा गएर हेर्नु होला है ब्याकग्राउन्डहरू यस्तो मोबाइल छ यता म सुट गर्दैछु गाइज हो है तपाईँहरूले पनि सब्सक्राइब गर्नुभएको छैन भने सम्पूर्णले सब्सक्राइब गर्नु होला मलाई त साँच्ची भनेको यार यो ठाउँ देखेर त स्वर्गै जस्तो भइरहेको थियो अहिलेको यो स्थितिमा त गर्मी पनि छैन जाडो पनि छैन है आहा यस्तो बवाल भइरहेछ है आनन्द भइरहेछ खोला हो है खोला हो यो सबै खोलाहरू पारीभित्रमा चाहिँ यो आगो लागि भइरहेछ है तपाईँहरू लाइफमा प्रत्यक्ष हेर्नु होला है यसरी आगो लाग्ने यहाँ गाडीहरू पनि आइरहेछ मैले पनि यो क्यामेराबाट सुट हानिरहेको छु है भन्नु त क्यामेराबाट कति भ्याउँछ भन्ने कुरा अरे अरे रा अरे एमओटी हो मोटो
ल मेरो यो फेरि ल सब्स्क्राइब गरिदिउँ ल भिडियो अन्कै हो ओके ल अब हामी छुटौँ ल ल अब उतातिरै भेटौँ ल ल गुड बाई ल बाई बाई Công dung này học nhé, đó là cái du nhé, công về à. Didi có biết không ai kìa? Đó là sao ạ? Ôi.